2073 राजनीतिक दल समिति 2051 अद्यावधि गर्ने कुराको बारेमा हामीले केही समयभित्रमा अधिवेशन गरेको दललाई जानकारी निर्वाचन आयोगमा गराइसक्नुपर्छ। हामीले आज निर्वाचन आयोगमा त्यही भयो कि हाम्रो बेसिक अधिवेशन सम्पन्न भयो, त्यसले लिडरसिप चेन्ज गरेको छ, केन्द्रीय कार्य समिति नै नयाँ आएको छ, यसलाई अद्यावधि गरिदिनु होला भन्ने निवेदन लिएर आएका हौँ र त्यसका निम्ति पुष्टाइ गर्ने जति पनि चाहिने कागजात सबै विवरण हामीले त्यहाँबाट बुझाएका छौँ र अहिले आज खालि हामीले बुझाउने काम गऱ्यौँ। उहाँले यसलाई लिनु मात्र भयो र बैठकमा सहभागी वरिष्ठ अधिवक्ता हरिहर दाहाललाई उहाँले केही कुराहरू जान्ने इच्छा राख्नुभयो र वरिष्ठ अधिवक्ता हरिहर दाहालले बाहिरबाट हेर्दाखेरि नेपाल एउटा पार्टीको विधान कानुनी आँखाले हेर्दै गर्दाखेरि पार्टीको विधान, नेपालको संविधान, राजनीतिक दल सम्बन्धी ऐन यो सबै व्यवस्थाबाट पार्टी नेपाली कङ्ग्रेस पार्टीभित्र भएको अहिलेको अधिवेशन हृदयपूर्वक भएको छ र यसलाई मार्च 6 गतेको यो प्रतिनिधि सभा निर्वाचनको मनोनयन गर्नुपर्ने भएको हुनाले गर्दा त्यो समयलाई पनि ख्याल राखेर निर्वाचन आयोगले अत्यन्त छिटो अद्यावधि गर्ने काम टुङ्गाइदिएर बाँकी रहेका बाहिर दुविधाहरूलाई पनि सेवा दिने काम गर्नुपर्छ दोहोरो संवाद गर्नु। यो राजनीतिक दलको कुनै विवाद सम्बन्धी विषय हो, राजनीतिक दलको अधिवेशन सम्पन्न भएको कुराको अद्यावधि विषयको त्यस कारणले गर्दाखेरि अब हाम्रो एक्सपेक्टेसन आज 1 गते भइसक्यो, यो भोलि हिजोमा पनि पर्सिभित्र निर्वाचन आयोगतर्फ अद्यावधि गर्ने काम टुङ्गिन्छ भन्ने विश्वास छ। किनकि त्यसका निम्ति आयोगले जे कुराले हेर्नुपर्ने विशेष महाधिवेशन सम्पन्न भएको तपाईँ विधानसम्म छ कि छैन, आयोजना भएको विधानसम्म छ कि छैन भन्ने कुराहरू अरू मागिरहेका तथ्य प्रमाण कागजात सबै हामीले बुझाएका छौँ। यसको आधारमा एकदम छिटो यसको निर्णय हुन्छ भन्ने कुराको आफैले पाउनेमा कतिको विश्वस्त हुनुहुन्छ? यो पार्टीको नयाँ नेतृत्व आइसके पछाडि नेपाली कङ्ग्रेस पार्टीको योभन्दा अगाडिको निर्णयबाट नेपाली कङ्ग्रेसका तत्कालीन सभापति आदरणीय शेरबहादुर देउवाको हस्ताक्षर हामीले प्रतिनिधि सभाको मनोनयन गर्छौँ भन्ने जुन यहाँ जानकारी गराइएको थियो, आज हामीले त्यसलाई बदलेर नेपाली कङ्ग्रेस पार्टीको सभापति गगन थापाको हस्ताक्षर यो पार्टीको निर्णय यो भनेका छन् र समानुपातिक सूचीका सन्दर्भमा बिचमा केही समस्याहरू आयो भनेदेखि त्यसलाई सच्याउने वा त्यसभित्र केही कुनै पनि बेलामा आयोगले बनाउँदै गरेर छलफल गर्ने अधिकार भन्ने पार्टी सभापति दिने भनेर आजको बिहानको पार्टीको निर्णय गरेको छ। यो नियमित स्वाभाविक प्रक्रिया विश्वास लिनुभएको छ। यो प्रश्नलाई म अलिकति थोरै यसलाई रिफ्रेम गरौँ। निर्वाचन आयोगले दफा 51 बमोजिम चाँडोमा नेपाली कङ्ग्रेसको विशेष महाधिवेशनको निर्णयलाई अद्यावधि गर्छ भन्ने कुरामा सम्पूर्ण रूपमा विश्वास चाँडो गर्छ। नेपाली कङ्ग्रेस पार्टीको विशेष महाधिवेशन प्रारम्भ भइसके पछाडि प्रारम्भ हुनु साथै भोलिपल्ट प्रारम्भ भयो, बन्द सत्र भयो। बन्द सत्र भएको सुरुमै हामीले कार्यविधि पारित गऱ्यौँ। कार्यविधि पारित यसले नेपाली कङ्ग्रेसको आदरणीय नेता शेरबहादुर देउवाको सभापति भएको केन्द्रीय कार्यक्रम भङ्ग गऱ्यो, गठन गरे, स्वतः विघटन उठायो किनकि निर्वाचन प्रक्रिया सुरु भइसकेपछि त्यो कुराको जानकारी हामीले समयमै निर्वाचन आयोगलाई गराइसकेका थियौँ। त्यसैले निर्वाचन आयोगको यतिखेर भएको जानकारी उसँग भएको प्रारम्भिक जानकारी भनेको नेपाली कङ्ग्रेस पार्टीको विशेष महाधिवेशन प्रारम्भ भएको छ, शेरबहादुर देउवाको नेतृत्वमा भएको केन्द्रीय कार्य समिति अहिले विघटन भएको छ, नयाँ कार्य समिति चयन हुँदैछ भन्ने जानकारीमा हो हामीले त्यो कुराको जानकारी यहाँ गराएका छौँ। अब हामीले अरूले के जानकारी गराउनु भयो भन्ने बारेमा हामी आफूले त्यसको बारेमा प्रतिक्रिया दिने कुरा उपयुक्त हुन्न। हामीले के गऱ्यौँ र हामीले के कुराको जानकारी गरायो भन्ने कुरा हामीले बताउनु पर्यो। तपाईँको व्यक्तिगत पार्टीको तपाईँको क्वेसनै मिलेन भन्दैछ मैले। पार्टी उठ्यो कहाँबाट भयो? नेपाली कङ्ग्रेस पार्टीको विशेष महाधिवेशन सम्पन्न भएको छ, विशेष महाधिवेशन नयाँ नेतृत्व चयन गरेको छ। त्यही अधिवेशनप्रति प्रतिनिधिमण्डलको ठिक अगाडिपट्टि रहेको राष्ट्रिय सभागृहबाट 14औं अधिवेशनमा आदरणीय नेता शेरबहादुर देउवालाई सभापति चयन गरेको तपाईँको महामन्त्री, त्यही प्रतिनिधिमण्डल हामीलाई महामन्त्री गरेको, त्यही अधिवेशनले पारिपट्टि विधान त्यही विधानबाट त्यही अधिवेशन प्रतिनिधिहरूले अहिले सभापतिको रूपमा अन्तरिम अवधिको लागि मलाई चयन गरेको अवस्था छ। यो त नेपाली कङ्ग्रेसको नियमित प्रक्रियाभित्रको कुराहरू हो, एउटा कुरा। तपाईँले अर्को राजनीतिक पाटोको सन्दर्भमा यदि सोध्नुभयो भने हिजै हामीले विशेष महाधिवेशनको हलबाट हामीले विशेष महाधिवेशनको हाम्रो विषयहरू पुगिँदै गर्दाखेरि पार्टीका तत्कालीन सभापति लगायतका नेताहरूलाई पनि विशेष महाधिवेशनमा ल्याएर अहिले हामीले गरेको निर्णय त्यहीँबाट गराउन सकिन्छ कि भन्ने बारेमा हदसम्मको प्रयास हामीले गऱ्यौँ। त्यसका निम्ति 2 दिन 3 दिन 4 दिन जति दिनसम्म विशेष महाधिवेशन लम्बिने कुरा पनि लम्ब्यो र त्यस पछाडि यो ठाउँहरू टुङ्गिएको छ।
त्यसका बारेमा मैले हिजो विशेष महाधिवेशनको समाप्तिको बेलामा जे जति कुराहरू बताउनु पर्ने कुराहरू बताइसकेको छु। अब यति गरौँ, माघे सङ्क्रान्तिमा आज ससुराली पनि जानु आज माघी चाहिँ ठिक लागेको छ है काङ्ग्रेसलाई आज। केशव भाइ